मन्त्री आदरणीय नेता एकजना राष्ट्रवादी व्यक्तित्व कमरेड केपी शर्मा ओली, यो पार्टीका उपाध्यक्ष, महासचिव, स्थायी कमिटीका सदस्य सहित सम्पूर्ण आदरणीय नेताहरू, यो करिब 4 वर्ष अगाडि हामी यो पार्टीबाटै अर्को पार्टीमा विभिन्न सन्दर्भमा खासै अर्कै एउटा अवस्थामा अलग भएका थियौँ। त्यसपछि फेरि आफै हाम्रै पहल कदमीमा अनकन्डिसनल कुनै शर्त सही छैन कि नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह नेपाल कम्युनिस्ट पार्टी एमाले नै हो र यसमा समाहित भएर आजका चुनौतीको सामना गर्ने राष्ट्रिय शक्ति निर्माणको अभियानमा सामेल हुनको लागि मसँगै पूर्व सांसद, पूर्व संविधान सभा सदस्य, विभिन्न खालका अरू जनप्रतिनिधि सहितका आदरणीय केन्द्रीय सदस्य र विभिन्न तहका कमिटीमा रहनुभएका साथीहरू पनि यहाँ आज हामी सँगै छौँ। आज म यहाँ उभिँदै गर्दा तपाईँ सबै मान्छेहरूका लागि थुप्रै जिज्ञासाहरू छ। यो जिज्ञासा मिश्रित प्रकारको छ। एउटा कुरा त म आजको भर्चुअल प्लेटफर्ममा भएका मेरा विगतका रियालिटीलाई मैले कसरी स्वीकार गर्छु, आगामी दिनमा नेपाल कम्युनिस्ट पार्टीको यो यात्रामा, नेकपा एमालेको यो यात्रामा मैले आफूलाई कसरी प्रमाणित गर्छु भन्ने कुरा सायद तपाईहरूले मेरो लागि सुन्न खोजेका कुराहरू यिनै हुन्। इतिहासमा जे भएको थियो मेरो तर्फबाट, जुन परिस्थितिमा भएको थियो त्यो ठिक हो या ब्याटिक, त्यो कालखण्डमा भएका चिजहरू त्यो बेला मेरो लागि ठिक लागेका थिए। अब के भयो ती म भविष्यलाई र समयलाई त्यसको प्रमाणित गर्ने, प्रुफ गर्ने र त्यसका प्रति मबाट भएका कुराहरूको एक प्रकारको सजाय पनि समयलाई नै तोक्नको लागि र दिनको लागि म सोच्छु। आज के भइरहेको छ, म आजको दिनको मात्रै कुरा गर्छु। आजको दिनको कुरा गर्दै गर्दा हामी तिनै मान्छे हौँ जसले सँगसँगै, मेरो धेरै अग्रजहरू पनि यहाँ हुनुहुन्छ, यो आन्दोलनलाई यहाँसम्म पुर्यायौँ। कम्युनिस्ट आन्दोलनको इतिहास विभाजन र एकता सँगसँगै अगाडि बढेकै छ। खास गरी नेकपा एमाले नै कम्युनिस्ट आन्दोलनको 2006 सालदेखिको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह हो भन्ने कुरामा कुनै शङ्का रहेन। यो कम्युनिस्ट आन्दोलनको मात्रै मूल प्रवाह होइन, यो नेपाली लोकतान्त्रिक आन्दोलनको, समानता न्यायको आन्दोलनको, जनजीविकाका सवालको आन्दोलनको मात्रै होइन, विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पुरा गर्ने त्यो सङ्कल्प जनतालाई देखाउने पार्टी पनि हो र त्यसको नेतृत्व पनि यही हो। र सँगसँगै नेपाल मात्रै होइन, जुनसुकै मुलुकहरू आफ्नो जियो पोलिटिकल अवस्थाबाट गुज्रेरै आएका हुन्छन्, खास गरी यो विकास, समृद्धि र सुशासनका सवालमा मात्रै होइन, त्यो देशको सार्वभौमिकताको लागि पनि जियो पोलिटिक्स एकदमै डरलाग्दो र अपरिहार्य कुरा हुन आउँछ। त्यो सन्दर्भमा नेकपा एमाले आजका ती वास्तविकतालाई, हिजोका ती वास्तविकतालाई बोकेर आएको एउटा राष्ट्रवादी देशभक्तहरूलाई सङ्गठित गरेको बलियो र जबरजस्त पार्टी हो र त्यसको नेतृत्व हामीसँग छ आज। त्यसैले म आज यति कुरा गर्दै गर्दा धेरै पर जान्न। हामीले 65-63 सालमा के गर्यौँ, त्यहाँबाट हामीले सामाजिक न्याय र सुशासनको लागि, समावेशीको लागि, महिला, युवा, दलित, जनजाति र ढाकरहरूलाई मान्छे बनाउनको लागि के प्रयास गर्यो हाम्रो पार्टीले, त्यो इतिहासका पानाहरूमा जगजाहेरै छ। म आजभन्दा ठिक 2 महिनामा अगाडिको घटनालाई मात्रै लिएर यहाँ केही कुरा भन्न चाहन्छु। आज 24 गते ठिक यस्तै बेला हामी कति आतंकित छौँ। आज हाम्रो दिन यस्तै होला हामीले आश गरेका थियौँ होला? जसले हाम्रा घरहरूमा आगो लाउँदै गर्दा, सिंहदरबार जलाउँदै गर्दा, सर्वोच्च अदालतमा आगो जस्तै गर्दा, आफ्नै मोबाइलको क्यामेराबाट आफ्नै भिजुअल खिचेर केही अभिव्यक्ति गर्दै गर्दा आजको दिन 2 महिनाभन्दा अगाडि न्यू नर्मल यही कन्डिसनमा होला भनेर मान्छेले सोचेका थियौँ कि थिएनौँ भन्दा मलाई लाग्छ हामी मध्ये धेरै मान्छेले सोचेका थिएनौँ। किन यस्तो भयो त? आज मैले यसो सम्झिन्छु, म आज यो पार्टी, यो आन्दोलनको मूल प्रवाहमा
सामेल हुँदै गर्दा 2 महिना अगाडि म यो पार्टीभित्रको एउटा ठाउँमा थिइनँ र म उभिएर हेर्ने ठाउँ, तपाईँ उभिएर हेर्ने ठाउँ र अरू नागरिक जीवनले हेर्ने ठाउँ फरक थियो। त्यो ठाउँमा उभिएर हेर्दा जेनजीको नाममा जे भइरहेको थियो र त्यसपछि जे गरिँदै थियो त्यो नितान्त सरकार विरुद्धको एउटा प्रहार थियो कि भन्ने लाग्छ। त्यसपछि पनि हेरिँदैछ नि त। अघि महासचिव कमरेडले भन्नुभयो सरकार विरुद्ध थिएन भने सरकारसँग मागपत्र कसले पेश गरेको थियो, मागहरू के थिए, भिजिबल आन्दोलनका नायकहरू अथवा आन्दोलनकर्ताहरूको थिए, ती कुराहरू अनुत्तरितै छन्। आज म सगर्व नेकपा एमालेको मूल प्रवाहमा सामेल हुँदै गर्दा म भन्न सक्छु कि जेनजी आन्दोलन एउटा पुस्ताको एउटा आक्रोश थियो। त्यो सामान्य कुरा थियो। तँलाई देशमा रोटी सेक्नको लागि सरकारका विरुद्ध जुन जुन तत्त्वहरू सामेल भए आज फर्केर हेर्दा जेनजी आन्दोलन भर्सेस नेकपा एमाले र त्यसको नेतृत्व उभिएको छ समाजमा। जेनजी आन्दोलनको स्टेक होल्डरहरू नजानिलो ढङ्गले मान्छेले आफूलाई दाबी गरिरहेका छन्, चाहे त्यो नेकपा माओवादी तत्कालीन पार्टी होस्, नेपाली कांग्रेसको एउटा हिस्सा होस्, राप्रपा होस्, रासपा होस् र अरू थुप्रै प्रकारका विभिन्न प्रकारका स्वतन्त्र अभियान चलाउनेहरू हुन्। आज समाजमा हेरौँ जेनजी विद्रोहको अनरसिप र त्यसबाट रोटी सेक्नको लागि र राजनीतिक स्वार्थमा आफूलाई पुर्याउन सकिन्छ कि सकिँदैन भनेर हेर्ने ती सारा मान्छेहरू आज नेकपा एमाले र त्यसको नेतृत्व भर्सेस अरू सबै शक्ति उभिएको छ। सायद यो प्रतिकूल अवस्था हो, सायद यो प्रतिकूल अवस्था हो। आज सम्झेर हेर्दा हामीमाथि थुप्रै यस्ता बासिटाहरू, यस्ता हावाका झोक्काहरू, यस्ता ढुङ्गाहरू लागि नै रहेका छन्। यो 4 दिनको मात्रै घटना हेरौँ, 4 दिनको मात्रै घटना। सोसल मिडिया, भर्चुअल प्लेटफर्म र अरू सबै ठाउँ हेर्दा मान्छेहरूको अभिव्यक्ति हेरौँ, समाज कहाँ जाँदैछ। तर यस्तो अवस्थामा जुन क्रान्तिकारी शक्तिहरू अब जहाँ जुन अवस्थामा अलमल गरेर बसिरहनु भएको छ, जो नेकपा एमालेको ब्याडमा नर्सरीमा हुर्केर विभिन्न ठाउँमा हुनुहुन्थ्यो, ती सबै मान्छेहरू अब नेकपा एमालेको यो आजको राष्ट्रिय जिम्मेवारी पुरा गर्नको लागि, आजको यो सार्वभौमिकताको रक्षा गर्नको लागि, सार्वभौमिकता मात्रै होइन सार्वजनिक सम्पत्तिको रक्षा मात्रै होइन नागरिक जीवनको रक्षाको लागि पनि नेकपा एमाले भएर शक्तिशाली जस्तै उभिनुपर्छ भन्ने लाग्छ। त्यही कारणले आज म भन्दैछु सिंहदरबार आज जेनजी आन्दोलनको अनरसिप दिनेहरूले सिंहदरबार चलाएको कुरालाई कसरी जस्टिफाई गर्छन्? आज जेनजी आन्दोलनमा आफ्नो स्वामित्व खोज्नेहरूले संसद भवन जलेको कुरालाई कसरी जस्टिफाई गर्छन्? आज जेनजी आन्दोलनको स्वामित्व दिनेहरूले सर्वोच्च अदालत जलिरहेको कुरालाई कसरी जस्टिफाई गर्छन्? त्यो के ठिक थियो? आफ्नो छोराछोरी पुस्तालाई यो के भन्दै होला? जेनजी आन्दोलन मात्रै होइन, सार्वजनिक जेनजी आन्दोलनबाट सार्वजनिक सम्पत्ति मात्रै होइन, व्यक्तिका निजी प्रतिष्ठानहरू, उद्योगहरू, निजी घरहरू सयौंको संख्यामा लुट्दा, आगो लाउँदा, जलाउँदा, जिउँदै घरभित्र जलाएर मार्दा केही हुँदैन भन्ने न्यारेटिभलाई समर्थन गर्नेहरूका विरुद्धमा नेकपा एमाले छ र जसले नाश गरेको भोगिरहेका छन् त्यसको पक्षमा आज नेकपा एमाले दिन्छ। त्यही कारणले म आज यहाँ यही सन्देश दिन चाहन्छु कि म एउटा सामान्य मान्छे हुँ, विद्यार्थी राजनीतिबाट आएँ, गुल्मीको सामान्य ठाउँ सिस्नोघारी उन्युघारीबाटै आएको, लड्दै पढ्दै उभिएको यति मात्रै हो। म बिहे गर्नुभन्दा 20 वर्ष अगाडि मेरा ससुराले बनाएका, मेरा परिवारले बनाएको सपनामा आगो झोस्न कोही आउँछ आन्दोलनको नाममा भने मेरो किमात्र समर्थन हुँदैन। त्यही कारणले पनि सायद म यहाँ छु। र आज म यो किन नेकपा एमालेको अगाडि ठुलो अवसर भन्छु भने जसका व्यावसायिक प्रतिष्ठानहरू जले, निजी घरहरू जले, भित्रै जलाइए, सार्वजनिक सम्पत्ति जले देखिरहेका छन्, ती जलिरहेका छन्,
ती हर मान्छेले आज नेकपा एमाले खोजिरहेको छ, सजिरहेको र त्यसको पक्षमा आफ्नो जन्म दिइरहेको छ। धेरै भन्नै परेन। आज म यो दिन अतिशयोक्तिपूर्ण ढङ्गले पनि भन्न चाहिन, मेरा केही अभिव्यक्तिहरू सायद हुन्थे। केही दिनहरू त्यसको विचार, त्यसको सिद्धान्त र त्यसको नेतृत्वबाट हामी निर्देशित थियौँ। त्यही कारणले हामीलाई धेरै एक्लै गल्ती गर्ने सुविधा पनि थिएन न, र हामीले पनि यो गर्दैनथ्यौँ। फरक यति हो, तपाईहरुको विद्रोह, तपाईहरुको एक प्रकारको आक्रोश यो भएन भन्ने कुराका प्रति, राज्यका प्रति, राज्यका अङ्गका प्रति, संयन्त्रका प्रति तपाईका प्रश्न जायज प्रश्न हुन्। तर तपाईका जायज प्रश्नमाथि जसले जे गरिरहेको छ, अब जेनजी पुस्ताको नवयुवा साथीहरू तपाईहरुले सोच्ने बेला आएको छ। तपाईहरु आफ्नै पार्टी बनाउनुहुन्छ, ठिकै छ, पार्टी बनाउनुस्, हाम्रो शुभकामना छ। कतिवटा पार्टी, धेरैवटा पार्टी बनाउनुहुन्छ पनि शुभकामना छ। तर तपाई पार्टी बनाउँदै हुनुहुन्न भने पार्टी त हाजिर छ नि। आउनुस्, हामी जस्तै तपाईहरुलाई घर फर्किन परेन, एमालेमा आउनुस्। हर जेनजी साथीहरुका लागि नेकपा एमाले प्रवेशका चारै ढोका खुला गरेको मैले महसुस गरेको छु। यहाँ हामी बिना शर्त कुरा यही भनेका छौँ कि हामी यसका हर चुनौतीमा नेकपा एमालेका सदस्यहरूले जसरी यो पार्टीलाई जोगाएर आउनु भएको छ, हाम्रो तर्फबाट भएको क्षतिलाई पनि हामीले फेरि त्यसलाई पनि पुर्ताल गर्ने गरी अझ धेरै हामी पिठ्यौँ थाप्नेछौँ, अझ धेरै ढुङ्गा थाप्नेछौँ, अझ धेरै शक्तिशाल भएर तपाईहरुको बिचमा उभिनेछौँ। हामीले यो सङ्कल्प चाहिँ गरेका छौँ। त्यसकारण जेनजी साथीहरूलाई पनि सायद नेकपा एमालेमा स्पेस छ। केही महिना अगाडि अनेरासको राष्ट्रिय सम्मेलन भएको थियो। एकदमै युवा साथीहरू उमेरको हदबन्दी विधानमा राखेरै निर्वाचनमा जानुभएको थियो। आज मैले अध्यक्ष कमरेडको पछाडि पछाडि अनेरासको फेटा बोकिरहेका साथीहरू देख्दा एक प्रकारले खुसी पनि भएँ। तर यतिले मात्रै हुँदैन। अध्यक्ष कमरेडको पछाडि पछाडि त युवा संसद दस्ता छ। तपाईँ विद्यार्थी साथीहरू हरेक कलेज, स्कुल, विश्वविद्यालय, शैक्षिक प्रतिष्ठानभित्र अब आज यही बस चलाउनुस्। हरेक 10 जना आइडी मध्ये 7 जना मान्छे नै नभएका एक प्रकारको फेक आइडीबाट जब देश चलाउने कुराको उद्घोष हुन्छ भने तपाईँ नौजवान साथीहरूले अब देश बनाउने कसरी भन्ने सोच्ने बेला छ। हरेक 30 जनामा 20 जना मान्छे नै नभएका परिदृश्यबाट आज देश एकै साथ जल्दो रहेछ नि त। यसको जवाब अनेरासहरू र त्यो उमेरसँग एकाकार गर्ने पुस्ताले आज हामी शैक्षिक संस्थानका कक्षा कोठाभित्र, लाइब्रेरीभित्र, प्रयोगशालाभित्र, कलेज र घर गर्दै गर्दा बस चलिरहेको बेलाभित्र तपाईँको आन्दोलनलाई, तपाईँको विद्रोहलाई अनादर गर्न खोजेको होइन। तपाईँ आज जुन उमेर समूहमा यो विद्रोहमा सामेल हुनुभयो नि, सायद हामी त्यस्तै उमेरमा हुँदा हामीले 62-63 सालको ऐतिहासिक क्रान्तिका बेला हामीले सडकमा तपाईहरु जस्तै थियौँ। तर फरक यति थियो, हामी चिन्ना र अरू पार्टीमा अल्मलिरहनुभएका कम्युनिस्ट, वामपन्थी, प्रगतिशील सोच भएका सबै साथीहरूलाई हाम्रो पार्टीले आह्वान गरेको अभियानमा सामेल हुन अनुरोध गर्दै मेरा भनाइलाई यहीँ टुङ्गाउँछु र आदरणीय अध्यक्ष कमरेड सहित सम्पूर्ण पार्टी पङ्क्तिलाई हार्दिक धन्यवाद र आभार व्यक्त गर्दै मेरा भनाइलाई यहीँ टुङ्गाउँछु। धन्यवाद। लाल सलाम। नेकपा एमाले